डिसेम्बर 26 नेपपको दुनियाँमा एक कालो दिन। यो त्यही दिन थियो जब नेपाली हिपहप गगनका एक चम्किला तारा विलिन भएका थिए। हजुर, यो त्यही दिन थियो जब रोलर एक्सलाई हामीले गुमाएका थियौं। 2021 डिसेम्बर 26 का दिन रोलर एक्स आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका थिए र पछि त्रिवी शिक्षण अस्पताल काठमाडौँमा उनले अन्तिम सास लिएका थिए। आज डिसेम्बर 26 2025 रोलर एक्स हामीबाट बिदा भएको 4 वर्ष पूरा भएको छ। नेपाली ऱ्याप सिनका सबैभन्दा प्रतिभाशाली र क्रिएटिभ प्रोड्युसर्स मध्येका एक क्षितिज श्रेष्ठ, जो रोलर एक्स भनेर चिनिन्छन्, नेपाली हिपहप सिनका एकदमै ट्यालेन्टेड प्रोड्युसर जो नेपाली ऱ्याप सिनमा आफ्नो लेगेसी बनाउँदै थिए। ऱ्याप इन्डस्ट्रीको ब्याकबोन मानिने प्रोडक्सनमा रोलर एक्सको योगदान अतुलनीय छ। त्यसैले आज पनि नेपाली ऱ्याप कम्युनिटीमा यमबुद्धपछि यदि कसैको लागि विशेष ट्रिब्युट दिइन्छ भने त्यो नाम रोलर एक्स नै हो। मात्र 27 वर्षको उमेरमै रोलर एक्सले 555, मानस खले र महेश दोङ लगायतका शीर्ष ऱ्यापरहरूसँग काम गरिसकेका थिए। उनी साधारण प्रोड्युसर मात्र होइनन्, उनी अरूभन्दा फरक कला बोकेका कलाकार थिए। उनको म्युजिक साधारणभन्दा फरक हुन्थ्यो। नेपपको सिनमा उनी यति महत्त्वपूर्ण थिए कि उनको निधनको खबरले सम्पूर्ण नेपाली हिपहप कम्युनिटीलाई स्तब्ध बनाएको थियो। नहोला सँगै आज रोलर एक्स हामी माझ, तर उनका साउन्ड, उनका बिट्स र उनको लेगेसी नेपाली हिपहपमा सधैँ अमर रहनेछ। सबभन्दा पहिला चाहिँ मेरो साथी हो। खासै मलाई के बोल्न मन थिएन यस्तै हुन्छ भनेर होइन, तर ठिकै छ, जिन्दगीमा नसोचेकै कुराहरू हुन्छ। फर्स्टमा त्यही भन्नु मन, त्यति मात्र भन्नु मन छ, अरू खासै केही भन्नु मन छैन है। प्रड्युसर डोप, बिट प्रड्युसर डोप आर्टिस्ट, त्योभन्दा पहिला एकदमै मिल्ने साथी, एकदमै ब्युटिफुल सोल होइन। जति बेला जस्तो दुःख परे पनि आइदिन्थ्यो मेरो लागि चाहिँ है। थाहा छ साथीहरूलाई, सबैलाई, कतिलाई थाहा छ, जस्तो दुःख परे नि आइदिन्थ्यो। अनि हामी फर्स्ट टाइम भेटेको देखि अहिलेसम्म आई थिङ्क 6-7 वर्ष हुन लागिसक्यो। अनि उसको फर्स्ट बिटमा नि मैले नै गरेको थिएँ। अनि त्यही हो, सधैँभरि साथमा हुनेछ, सधैँभरि यादमा हुनेछ। साथी त गइसक्यो, अब मैले चाहेर नि केही गर्न सक्दिनँ, तर म जहिले पनि साथीकै बिटमा हुनेछु, साथीकै टेम्पोमा हुनेछु। रोलर एक्स अन द बिट फर एभर, लेट्स गो।